अब फेसबुक र इन्स्टाग्राममा अहिलेसम्मकै सबैभन्दा ठुलो परिवर्तन देखिने भएको छ। अमेरिकाको क्यालिफोर्निया र न्युयोर्क सहित 30वटा राज्यहरूले मेटा विरुद्ध उजुरी दिएका थिए। सन् 2023मै दिएको उजुरीमा अब भने सुनवाई हुँदैछ, जसले फेसबुक र इन्स्टाग्रामको बेसिक फिचरमा नै परिवर्तन ल्याउन सक्ने देखाएको छ। ती राज्यहरूले मेटा विरुद्ध $1 खरब भन्दा बढी क्षतिपूर्ति मात्रै मागेका छैनन्, बल्कि सामान्य र आधारभूत सेटिङहरू समेत बदल्नुपर्ने अडान राखेका छन्। जस्तै पोस्टमा देखिने लाइक्स र इन्फिनिट स्क्रोलिङको अवस्था बदल्नुपर्ने भनेर माग राखिएको छ। एडोलेसेन्सहरूले फेसबुक चलाउनको लागि प्यारेन्टल भेरिफिकेसन मागिएको छ। त्यस्तै प्रयोगकर्ताको मस्तिष्कमा डोपामिन जस्ता न्युरोट्रान्समिटर रिलिज गर्ने खालका रिकमेन्डेसन अल्गोरिदम बन्द गर्न पनि भनिएको छ। तस्बिरमा वास्तविक स्वरूप बदल्ने खालका इमेज फिल्टरहरू हटाउने, भिडियोको अटोप्ले अर्थात् आफै चल्ने सिस्टम बन्द गराउने, एउटा व्यक्तिले धेरै एकाउन्ट खोल्न नपाउने तथा इन्स्टाग्राम स्टोरी जुन एकपटक हालिसकेपछि निश्चित समयपछि बन्द हुन्छ, त्यस्ता फिचरहरू हटाउनु पर्ने भनेर माग गरिएको छ। जबकि फेसबुक र इन्स्टाग्राम दुवैमा यी फिचर्सहरू चर्चित रहेका छन्। मेटाले भने आफूलाई लागेको सम्पूर्ण आरोपहरू अस्वीकार गर्दै आएको छ। त्यसो त अस्ट्रेलिया र फिनल्यान्ड र युरोपका केही स्थानहरूमा 16 वर्षभन्दा मुनिका बालबालिकालाई सोसल मिडिया चलाउन बन्देज लगाइएको छ। भर्खरै युकेले पनि 16 वर्षभन्दा मुनिका बालबालिकाहरूलाई सामाजिक सञ्जाल चलाउन नदिने भनेर घोषणा गरिसकेको छ। अब यस्तो बीच अमेरिकाको ती राज्यहरूले हालेको मुद्दाको सुनवाई के हुन्छ भन्नेले फेसबुक र इन्स्टाग्रामको आगामी भविष्य निर्धारण गर्ने देखिएको छ। साथीहरू, तपाईलाई चाहिँ फेसबुक र इन्स्टाग्राम विरुद्धको यो मुद्दा कस्तो लाग्यो र फैसला के आउला? कमेन्ट गर्नुहोस् है।